बस्दै गरौँ। Okay. मेरो पहिला सेटअप मिलाउनु। सेटअप मिलाउँदै जानुहोस् गाइस। हेलो वेलकम टु माई च्यानल। हेलो वेलकम टु माई च्यानल हैन। अरे कहना क्या चाहते हो? बैगन के छ भने चाहिँ मोमो छ अनि यहाँदेखि 2x रामेन छ हैन। अनि यहाँ मेरो मोमोको सुप है, चिकन मोमोको सुप छ हैन। तपाईले देखाउनु सक्दैन यहाँ कति अप्ठ्यारो हुन्छ के हुन्छ नि, एउटा सेटअपै छैन मतलब लाउने हैन। सुप छ यहाँ मेरो हैन। अनि त्यहाँदेखि चाहिँ अनि साथसाथै रह्यो हैन मेरो स्यालेड हैन, जसमा चाहिँ साग छ हैन। अनि यहाँ मेरो चाहिँ उयोहरू छ स्यालेडहरू हैन। अनि यहाँ मोमोसँग भइहाल्यो अचार, अनि भयो माजा हैन। सो सेलिसक्यो यार, यताउता यो मिलाउँदा सेटअप मिलाउन सक्दैन रहेछ। जेसुकै होस् म त खाइदिन्छु है। अनि फर्स्ट बाइट मोमोसँगै जान्छु है। मोमोसँग चाहिँ अचार म यहाँ ल्याउँछु, अचार हो हैन, दिदीले पिस्नु भएको दामी पिस्नु भएको छ। फर्स्ट बाइट मैले काँटासँग खान्छु भनेर सोच्छु कि तर हुँदैन रहेछ, हातले खाइदिन्छु ल। ओके। आज फेरि कति बेसी छिसिमेर आएको। मोमो बनाउँदैन छिसिमेर पस्छ भनेर जोगाउँदा म चिकन किन्नुको लागि गएको थिएँ। चिकन किन्नु होइन, चिकन किन्नु दुधु गएको। मैले चाहिँ अनियनहरू किन्नु गएको थिएँ। आमा बाटोमा त्यति बेसी छिसिमेर बेलुका होइन, त्यो बेसी छिसिमेर। ल मलाई चाहिँ हेभी भोक लागिरहेछ, गफ गर्दिनँ ल। सक्यो गाइस मैले हैन मोमो चाहिँ। भोकै गरेर यस्तो बेसी तान्ने होला। उयो त म बेसी खान सक्दैन किनभने स्पाइसी हुन्छ नि, सुपमा चाहिँ डल्लै छ हो। म चाहिँ यस्तोहरू चाहिँ सागहरूसँग खानु पनि मनपर्छ। त्यो पनि कति दिन भएको थियो मैले नखाएको, किनभने कतिजनाले भन्थ्यो नि त यस्तोहरू नखाइ राम्रो होइन भनेर, यिनीहरूले पनि भन्नु पर्थ्यो। त्यही भएर चाहिँ नखाइदिएको नि त। तर आज चाहिँ मलाई पुरा खानु मन पऱ्यो नि त, किनभने त्यस्तो थियो होइन। Sorry. सही बताएँ, सेरा चलाउँदैन म। So first bite here. Two extra min.
अरे ल कति दिनको बादमा खायो हो वाउ दामी भयो दिदी वाउ मैले जहिले पनि टिसी लिनु बिर्सिन्छ अब सोचेको यो सबै सेटअप गर्दा यता मिलाउँछु उता मिलाउँछु हुँदैन हो त्यसपर्छ त्यही टर्छ भनेर छिटो छिटो गरेको आहा पोल्यो झल्यो टिसी चाहियो मलाई लाइट पनि गयो अनि भिडियो गर्दा गर्दै मेरो चाहिँ स्टोरेजै फुल भयो मेमोरीको स्टोरेजै फुल भयो होइन मैले भ्लग उयो बनाउँदै थिएँ यहाँ हेर्नुहोस् त स्टोरेजै एकछिन ल ए स्टोरेजै फुल भयो क्लिकै हुँदैन अनि ग्यालेरीमा जाँदै स्टोरेज फुल हो भने त सो त्यही भयो होइन मजाले खाएर म तपाईँहरूको सामने मजाले भिडियो बनाउँछु भनेको थिएँ होइन अनि त्यो मोबाइललाई मतलब बनाउँदा बनाउँदै मेरो आधी नै टाइम वेस्ट भयो यिनीहरू सबै सेलिसक्यो अनि अब खाएर पनि त फाइदा छैन होइन नेक्स्ट टाइम तपाईँहरूलाई म मेरो फुल भिडियोहरू देखाउन चाहन्छु होइन अनि यो उसको लागि चाहिँ हामी एक्सट्रेन्डी सरी है लाइट पनि बर्खाको यसमा राम्रो आएछ स्टोरै फुल भयो सो सरी गाइज होइन मेरो हातमा होइन फोनै त्यस्तो छ सो फोनको सिचुएसन लाइटको सिचुएसन त्यही भयो मिलाउँदै मिलाउँदै यो सबै सेलले होइन यहाँ त ठक ठक भयो स त्यति हो मैले यो भिडियो चाहिँ आइगएको फोनबाट गरेको किनभने मेरो स्टोर फुल भयो भनेर आइगयो ठिकै आउनु भयो नि त त्यहाँदेखि मैले बनाएको नि सरी गाइस मैले कम्प्लिट गर्न सकिनँ आइम रियली सरी बाई गुड नाइट लभ यु अल सी बाई